हेलो फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल है ब्राइली ब्लग्समा हजुरहरूलाई स्वागत छ। हाम्रो चाहिँ होइन यता मिल्कुनातिर घुमघामको लागि आएको थियौँ होइन। अनि सो ड्याडी र दाइ चाहिँ उता सल्यानतिर घुम्न जानुभएको छ। अनि म र मेरो साथ चाहिँ यता सुर्खेत मिल्कुना ठाउँमा छ होइन अहिले। आज चाहिँ हामी घुम्न जाने भन्ने कुरा छ। यता मिल्कुनाको यता माथि झरना छ अरे। हामी चाहिँ आज घुम्न जाने रे। सबैजनालाई होइन हेरिदिनुलाई मिठो माया छ सबैजना हेर्नु। ल साथीहरू, अब चाहिँ हामी घुम्न घरदेखि निस्किहाल्यौँ। अहिले चाहिँ हामी बाटोमा छौँ, बाइकमा सरर रुखले गइरहेको छौँ होइन। के हुन्छ हजुरहरूलाई देखाउँछु। यहाँको चाहिँ एकदम सुन्दर सुन्दर होइन पहाडहरू छ। टक्क गाउँ एरिया रहेछ कि यता कति रमाइलो भइरहेको छ। हेर्न सक्नुहुन्छ साथीको कपाल पनि फरर हावाले उडाइरहेको छ। अनि अगाडि पनि हेर्न सक्नुहुन्छ आकाश, मौसम नि आज सफा छ कि आज। अनि अगाडि भाइहरू पनि हिँडिरहेछ है। हामी चाहिँ दुईवटा बाइक गरेर ती तीनजना भएर गइरहेछौँ। यता ट्राफिक हुँदैन नि त, ती तीनजना भएर गइरहेछौँ। हेरौँ के हुन्छ। अनि दिदीको चाहिँ कपडा हेर न कस्तो लगाएको पर्स कसलाई नि आम्मै। बाइकमा हावा छ कि छैन भनेर हेरिरहेको होला भाइले। तर यताको रोड चाहिँ साह्रै राम्रो कि एकदम राम्रो छ। तेल कति छ हो गाडीमा हेरौँ। उता त दुईवटा बाटो छ, कता जाने। दिदीको साथीलाई चाहिँ बाटो थाहा छ अरे है, झर्न जाने बाटो। हामी चाहिँ फर्स्ट टाइम आएको, हामीले केही थाहा नै भएन। के छ भाइ, बाइक राम्रोसँग चलाउ ल। बाटो रोड चाहिँ डेन्जर छ है यहाँ। अनि यो चाहिँ अझ अलि राम्रो नै छ है। माथि चाहिँ एकदम डेन्जर छ अरे कि, अपरोड छ अरे लास्टिङ। एकदम बी केयरफुल भएर जानुपर्छ हामी चाहिँ होइन। रमाइलो गर्न आएको, यताउता केही पनि लफडामा पर्नु छैन हामीलाई। ओहो, यहाँ त खतरा भएको चाहिँ के बनाउनु लाग्यो यस्तो यहाँभित्र। एकदम रमाइलो छ ठाउँ चाहिँ होइन। आउनु सक्नु सरियाहरू के बनाउँदै हुने चाहिँ पुल गराउनु लाग्यो क्या सायद होइन। गराएर आउँछ साथी, गराएर सारा गाउँ बेसी चौतारी मन भर सारा गाउँ बेसी चौतारी मन भर उडी जाने पन्छी कहाँ जाने खोइ, बगी जाने खोला कहाँ टुङ्गिने। उडी जाने पन्छी कहाँ जाने खोइ, बगी जाने खोला कहाँ टुङ्गिने। बतासे हाउमा झुमिँदै गाउँदै सुसेरी लगाउँदा घुमाइ ल्याउँछन् दिनहरू उसैको यादहरू सताउँदा। लजालु आँखामा डुबे कि यसरी बनायो निष्ठुरी। साइली मायाका गीतहरू हामी सँगै जाउँ, कतै सँगै रमाउँ। कहाँ पुगिने त्यो पर्वै नगरी बिताइदियो जीवन यसै गरी। सारा गाउँ बेसी चौतारी मन भर। अब चाहिँ हामी पुग्न थोरै छ अरे। एकदम खुल्दुली लागिरहेछ कति बेला पुगौँला भनेर होइन। यताउता डाँडा पाखाहरू हेर्दै गइरहेछौँ, रमाइलो भइरहेछ। अनि खानेकुराहरू दिदीले ब्यागमा राख्नु भएको छ है। दिदी खानेकुरा चाहिँ राम्रोसँग राख्नु है, खस्ला नि फेरि के खाने हुन्छ। त्यति टाढा जान्ला छ जङ्गलमा, कहाँ हो कहाँ झर्ना नि थाहा छैन। त्यो दिदीको एउटा साथीलाई चाहिँ थाहा छ अरे। हामी फर्स्ट टाइम आएको, हामीलाई थाहा हुने कुरा नि भएन। आएको बेला त्यही त हो नि, घुमाऊँ भनेर। घुम्नुपर्छ जिन्दगीमा कहिलेकाहीँ, सधैँ घुमिरहन्छ होइन। मौका परेको बेला घुमिहाल्नुपर्छ।
बाटो नि रोड नि के हो यस्तो आम्मा सिधा ओह्रालो छ कि अहिले आउँदाखेरि पुरै उकालो पर्छ बिस्तारै चला है बाबु बिस्तारै रोड चाहिँ अप्ठ्यारो छ अब हामी चाहिँ बाइक चाहिँ यता खोला नै राख्नुपर्छ अरे कि यता खोलामा राख्नुपर्छ अरे बाइक चाहिँ उता माथि अब झर्ना हुँदै जाँदैन अरे बाइक अब हामी बाइक नै आफ्नो रिस्कले राख्दैछौँ है खोलामा अब के हुन्छ कस्तो हुन्छ भन्ने कुरा थाहा छैन कि यहाँ अब घर नि छैन है अब हामी यो झर्ना नि जङ्गलको बिचमा रहेछ टाढा रहेछ एकदम होइन अलिक व्यवस्थित गर्नु पऱ्यो यसलाई ठाउँ चाहिँ राम्रो छ अरे मैले नि भिडियो देखेको थिएँ टिकटकमा मलाई चाहिँ बोलाएर अलि छिटो चलाऊ साथी बिस्तारै जानुपर्छ है उसले छिटो बोलायो भने हामी चाहिँ बिस्तारै जाने हो केही छैन रोड अप्ठ्यारो छ लड्नुपर्छ सिधै तल जान्छौँ कि हामी तल खोलामा त्यही भएर बिस्तारै होइन तर उसले पनि चलाएको हेर बाइक चाहिँ त्यो भाइले 3 जना हालेर पनि चलाइरहेको छ बिस्तारै बिस्तारै जाँदैछौँ रमाइलो गर्दैछौँ है अनि पानीहरू नि उता के कस्तो छ केही थाहा छैन पिउने पानी केही ल्याएको छैन झर्नाको पानी चाहिँ एकदम शुद्ध नै हुन्छ है माथि लेखबाट आएको हुन्छ नि त त्यो झर्ना फेरि राम्रो अरे कि म पनि पहिला अरू झर्नामा गएको थिएँ तर त्यो बनाएको झर्ना क्या आर्टिफिसियल बनाएको झर्ना है त्यो बनाएको झर्ना नि के राम्रो के त्यो बोर्डिङको पानी हुन्छ नि पाइपबाट आफै अटोमेटिकली गराएको झर्ना माथिदेखि आफै गराएको झर्ना त्यस्तो नि के राम्रो है ल बाइक चाहिँ यहाँ रोक्यो अब यहाँदेखि खोलामा राख्नुपर्छ अरे बाइक है आज त कहाँ छु जस्तो लागिरहेको मलाई यार कहाँ छौँ हामी तेरि कहाँदेखि आएको लेक डाँडा पारि पुरै बाइकमा आएको यार बाइकमा पुरै धौका उकालो ताने है प्रदीप उकालो त धौका ताने है कति मोटी छिन् यिनीहरू होला ती 3 जना यो डाँडा काट्नुपर्छ अरे त्यो अर्को यार आम्मा जाम हिँड्दै जाम कहाँसम्म पुगिन्छ बात छ भने भोलि घर जाम ल मऱ्यो भाइ यतै खन्न गरे नि गर यस्तो बाटोमा बाइक लिएर आइयो त रमाइलो हुने भने अब आज भलकमा छ क्या झोलाभरि भर्या खानेकुराले हाल्ने भनेर यत्रो झोला बोकेर ल्यायो यत्रो झोला मैले पनि फेरि खै त झोलादेखि जिउ निकाल्नु खानु जान्छ यार भलकमा छौँ क्या यार लाइफमा फर्स्ट टाइम आयो यार यस्तो बाटोमा पुरै ढुङ्गा मात्रै छ माथि झर्ना छ अरे हेर्नु त पाहाडै भिरालो कहाँ पुग्यो अगाडि टोलीहरू पुरै माथिदेखि पाहाडै खस्ला जस्तो छ यार तर पानीको चाहिँ ठिकै व्यवस्था हो नि यति भयो भने पाइप फुट्दो रहेछ झर्ना जान लाग्यो पानी प्यास मानेर तर पानी खतरा चिज छ है पानी कहाँ हो कहाँ हामी त आज आमा पुल छ यहाँ हेर्न सक्नुहुन्छ माछा खाने केटाहरू झर्ना चाहिँ अब भइरह ठाउँ त के हो यार यस्तो हजुर ल छोड केटा माथि हेर्नु न पानी आमा तलबाट आएको हेर्नु साथीहरू तलबाट आएको थाकिँदो रहेछ यार तर यहाँ विद्युत पनि पानी चाहिँ व्यवस्था छ तपाईँ पानी हो ल पानी पिउनुपर्छ है यहाँ
पक्ने पहिला भलकमै हो तर कहाँ किद्यो यार जुत्ता फोहोर भइहाल्छ आयो 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 ल आउनु बिस्तारै आउनु खुट्टा गयो गयो अब चिसो भइहाल्यो हो साथीहरू के छ ठिक छ ठिक छ ल आमा पनि भेटिनु भयो यहाँ आमा नमस्कार सन्चै हुनुहुन्छ ल भलकमा छ भलकमा ठिक छ Ôi, ghê quá. कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति गारे परला पाउन तिमले मेरो माया जति झिका तुलो जो भीगी बातों में ए मीठी मीठी रातों में ऐसा लगता मुझे मकई बारी दरम दरम मकई बारी दरम नेक्स्ट टाइम फेरि पनि आउने छौँ होइन कोहीले आउन चाहन्छ मलाई कन्ट्याक्ट गर्नु होला होइन म एकदम लोकेसनहरूलाई बताइदिन्छु अनि उता अगाडि हाम्रो साथीहरू पनि गइसक्यो अब हामीले जानुपर्छ ल बाई ल कस्तो भइरहेको छ फेरि हेरौँ न फेरि कस्तो भइरहेछ त राम्रो छैन साथी कस्तो भयो हेर्न लोटरी पोइन्ट नै च्यातिहाल्यो पोइन्ट नै च्यातिहाल्यो मोचा नि हराइहाल्यो यहाँ देखाइसक्यो हेर यस्तो भयो होइन डिजाइन फ्यासन हो नि त हेलमेट पनि उता खसेर ठाउँ चाहिँ हेर्नु यस्तो छ कि अनएक्सपेक्टेड अनबिलिभेबल यस्तो दामी ठाउँ चाहिँ पुरै छोडिदिनु कि हामी त गुफा गुफा जस्तो भएर गएको भित्र भाइ केही भनाइराखिदिनुहोस् कस्तो भयो ठिक छ नि ठिक छ राम्रो छ भोक के त यार जिउ खायो भने देखाउँथ्यो जिउ त प्याकिङ गरेको मोमो अलि अस्ति रहेछ क्या बचे रहेछ क्या अलिकति हाम्रो भलक चाहिँ होइन छोटो बराइली भन्नु पनि आउनु चिसोले गर्दा चिप्नु के भइहाल्यो धेरै नाच बराइली भलक्सबाट होइन को कोले हेर्दै हुनुहुन्छ मिठो लाइक कमेन्ट सेयर गरिदिनु होला ल हाम्रो सबै यो टोली चाहिँ यो घुम्न गएको रमाइलो हो के त टन्न छैन टन्न छ एकदमै टन्न भएको छ अलिअलि पेट मात्र नभरि जस्तो लाग्छ नत्र सबै टन्नै हुन्छ बाई यो बोल्याउ यसले टुट 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 अब हामी घर जान लाग्यो होइन फोटो होइन किन आज यस्तो गरेको ल अब चाहिँ हामी घर जान लाग्यो बाइकको त आज हालत त तेल छ छैन कस्तो भयो त रमाइलोमा झर्ना दाइकिन ठेक्लिनु भएको त भोग्ला ठिक छ केही छैन अहिले कहीँ खटाउनु पर्छ म त कति खाने मान्छे चुप्पा ल्याएर बसिरहेको छु यहाँ ठिक छ रमाइलो भएको छ होइन सबैले ब्राइली भक्समा गएर सर्च गरेर लाइक कमेन्ट सेयर गरेर होइन सबले हेर्न सक्नुहुन्छ हामी जान्छ पाहाड नागेर है बाइक उडाइदिने माथिबाट उडाइदिने ल उडाइदिने ओके बाई बाई अब हामी नेक्स्ट ब्लगमा भेट्ने बाई सी यू मैं तेरा रास्ता जो भी है
जिस्म का हर रुआ तेरे हवाले कर दिया जो भी है सब मेरा तेरे हवाले कर दिया र साथीहरू हामी चाहिँ अब सुर्खेतको मेलकुनाको यात्रा सकेर पनि यता चिप्ले भन्ने ठाउँ हो। अब हामी घर जान लाग्यो आज। अनि हामी घर जाँदै थियौँ, ड्याडी र दाइ पनि सल्यानतिर जानु पाएको थियो, सँगै भेट भएको छ। दाइहरू अगाडि हुन्छ, दाइ ड्याडी हामी चाहिँ पछाडि छौँ। त्यो रमाइलो नै भयो भनौँ। हाम्रो फुल भ्लग चाहिँ युट्युब च्यानलमा छ, सबैजनाले हेर्नु होला है, हेरेर इन्जोय गर्नु होला र माया दिनु होला। अलि अगाडि लगाएको एकदम राम्रो छ। साथी कस्तो भयो, रमाइलो भयो कि भएन, दुई शब्द भनिदेऊ। यता आउनु सक्नुहुन्छ है मेलकुनातिर, यहाँ चाहिँ के हो कस्तो भयो, रमाइलो भयो। यो चाहिँ मेलकुनाको चिप्ले भन्ने ठाउँ हो। डाँडा पाखाहरू छ। जिन्दगीमा कुनै पनि बेला होइन तनावहरू भयो भने यस्तो पाहाडतिर आउनुपर्छ कि मुड नै फ्रेस हुन्छ। साइड दे दो भैया थोड़ा। लो खायो त अब चाहिँ हामी छिन्चु पुग्न लाग्यो है साथीहरू। कापल खायो। अगाडि अगाडि गाडी गइरहेको छ। तर उकालो ओह्रालो चलाउनु नै मजा छुट्टै हुन्छ है। ल मामाहरू भेटे। मामा मामा ओहो आयरलाई बाटो किनले देख्ने ओभर स्पिड भयो है। छिन्चु पनि आयो है साथीहरू। अब ट्रेनमा थिएँ के हो ठिक छ। रमाइलो भयो सल्यानको यात्रा। रमाइलो हात त दुखेन। धुलो धुलो के भन्न चाहनुहुन्छ? रमाइलो भयो यात्रा। धेरै खुसी लागेको छ मलाई। आज धेरै पछि 3वटा छोराका साथमा हिँड्न पाएकोमा। यो चाहिँ छिन्चु बजार है साथीहरू। हाम्रो चाहिँ सबै भिडियोहरू ब्राइली भ्लग्समा आउँछ, सबैजनाले हेरेर माया गरिदिनु है।
यहाँ चाहिँ अब फोटोसुट गर्ने अरे ठिक छ नि भाइजरको हालत यस्तो छ गाइस आफै तल झर्छ यो यहाँ चाहिँ अब फोटोसुट गर्ने चाहिँ तल एकदम राम्रो छ है यसले फेरि नबुझेर मैले भनिरहेको छु दाइले के मोड सानो छ छिटो मास्क लु त फेरि अब चाहिँ गाडी आउँछ नि बिहान हिँड्ने गाडी भयो अब दिउँसो त्यति पर हिँड्ने होला डाँडा पाखाहरू टायर पनि मलाई कालो भएर है टायर पनि कालो भएको छ क्या रोडमा सिन्जुदेखि माथि रोड है तर हाम्रो रोड चाहिँ राम्रो छैन फेरि सबैजनाले भिडियो हेरेर फर्स्ट टाइम पुगेको होइन पछि हरियाली लाग्यो जस्तो राम्रै हरियाली यो डाँडा माथि त्यही गरेर हेलो गाइस यो हिजो झर्नाको कमाल होइन हिजोको हेरेर त हाँसो लाग्छ पोइन्ट चाहिँ 1500को पोइन्ट मैले छिर्न लाग्यो झर्नामा हामी चाहिँ हरिया चेक पोइन्टमा पनि आयौँ अब यहाँ चाहिँ गाडीको इन्ट्री गर्नुपर्छ अगाडि हामीले स्टप गर्नुपर्छ हर्रे पनि हामी क्रस गयौँ अब चाहिँ हामी अभय जानुपर्छ अभय गएपछि देउरा ल्याउँछ
बजारदेखि कुरकुरे सार्वजनिक शौचालय यो डाँडा है कुन डाँडा यही डाँडा लोया तल चाहिँ बबई छ यता फोटो खिच्ने ल्याएर चाहिँ माथि डाँडामा तर यस्तो रोडमा हिँड्नु मजा लाग्छ हामी चाहिँ बबई पनि आइसक्यौँ है बबई आएर बबई पटिसक्यौँ मैले भिडियो बनाउन पाएन अब चाहिँ बाटोबाट पुरै यस्तो बरफ छ कि तपाईँको उकालो पट्टिपट्टि हामी चाहिँ खासै चिसामा निस्किन्छ मैले फोटो गरिहाल्छ धेरै टाढो छैन बिग्रेको रहेछ आर्मी नै हो क्या हामीले यो बबई बजार भेटाएकै तल भन्नुपर्दा कस्तो भइहाल्छ